हेलो, आज हामी तपाईलाई कसरी 9 को मल्टिप्लिकेसन फिङ्गर्सहरु युज गरेर गर्ने भन्ने कुरा सिकाउँदै छौं। 9 को मल्टिप्लिकेसन टेबल सुरु गर्दै छौं। त्यसले यो 1 यो 2 3 4 5 6 7 8 9 10 वटा फिङ्गर भयो, जसले यसले 9 1 जा, यसले 9 2 जा, 9 3 जा, 9 4 जा, 9 5 जा, 9 6 जा, 9 7 जा, 9 8 जा, 9 9 जा, 9 10 जा रिप्रेजेन्ट गर्छ है त। 9 1 जा गरौँ त। अब 9 1 जा गर्दा यतापट्टि फिङ्गर छैन, यतापट्टि मात्र 9 वटा फिङ्गर्स भयो। 9 1 जा कति हो? 9। अब पालो यसको 9 2 जा, यता कतिवटा फिङ्गर छ? 1 अनि यता कतिवटा छ? 8 18। सिमिलरली अब कसको पाली? 9 3 जा भनेपछि यतापट्टि कतिवटा फिङ्गर्स छ? 2 अनि यतापट्टि 7 27 हो। 9 4 जा भनेपछि यतापट्टि कतिवटा फिङ्गर्स छ? 3 अनि यतापट्टि 6 36। 9 5 जा यतापट्टि कतिवटा छ? 4 वटा अनि यतापट्टि कतिवटा? 5 वटा 45। सिमिलरली अब कसको पाली? यसको यो कति हो? 9 6 जा। 9 6 जा भन्दा त कतिवटा फिङ्गर्स बाँकी भयो? 5 अनि यतापट्टि 4 54। सिमिलरली अब पाली यसको यो कति हो त? 7 9 7 जा कति भयो? 6 and 3 63। अब पाली यो फिङ्गरको यो कति नम्बरमा पर्छ? यस गुड, 8 नम्बरमा पर्छ। 8 हो। 9 8 जा यो कतिवटा भयो त यहाँ? 7 and 2 72। अब सेकेन्ड लास्ट 9 फिङ्गर हो। 9 फिङ्गर फोल्ड गरेर कतिवटा बाँकी भयो यतापट्टि? 8 अनि यता 1 81 हो। अब लास्ट कति हो यो? 10th फिगर 9 10 जा भयो। 9 10 यता कतिवटा छ? 9 यतापट्टि छँदै छैन भनेपछि 0। 9 10 जा 90। थ्याङ्क यू।